बुकी पार्न है अब आउनु धेरै टाइम लाग्दैन 30-45को अन्तरमा हो अब हामी चाहिँ बुकी पार्न है गाईहरू अझै मिठो लाग्छ है यसरी हिँड्छ ऊ हाम्रो ग्रुपहरू पनि पछाडि छ गाईहरू तपाईँलाई के भन्न चाहनुहुन्छ है गाईहरू चिसो चाहिँ लास्टै छ है चिसोले हात पुगेको हामी राख बुकी पाटन है गाईहरू है झोटपाटन हुँदै बुकी पाटन आएको पानी पर्यो लास्टै जाडो भएन के गर्नु जानु पर्यो है हेर्नुहोस् है गाईहरू उकालो देख्न सक्नुहुन्छ यहाँ बुकी पाटनको जानु लाग्छ लास्टै उकालो छ सोल्टी के छ सोल्टी एकदम ठिक छ कस्तो भइरहेको छ यात्रा दामी भइरहेको है ल ऊ हेर्नु सक्नुहुन्छ पारि डाँडाहरू के हेर्नु अब डाँडामा हामी उक्लिनु पर्ने हुन्छ बाटो हेर्नु हामी चाहिँ फुट्से देउराली आइसक्यौँ अब टिकाधारा बुकी पाटन जानु धेरै छैन हेर्नुहोस् उतातिर भ्यू हेर्नु सक्नु सोल्टी तिमीलाई यो उकालो कस्तो लाग्यो एकदम गाह्रो छ हेर्नु सक्नुहुन्छ हाम्रो टिमहरू हो ल झुङ्गिरहेको छ नि तलतिर ऊ एउटा उतल मोटे उतल आउनै सक्यो राखेनन् उत्तलै छन् है हेर्नु सक्नुहुन्छ ए हामीहरू आइसक्यौँ नि हेर्नु गाईहरू यहाँ आइसकेका छौँ यहाँ ए सोल्टी यता हेर्नुहोस् कुकुर दाइ तपाईँलाई कस्तो लाग्यो त अनि सोल्टीलाई एकदम रमाइलो पुरै अन्त हेर्नुहोस् है गाईहरू हिमालयमा हामी उच्च पाहाड धारामा जाँदैछौँ है भिडियो अभिषेकहरू रेडी हुँदैछन् यता हेर कस्तो लागिरहेको छ पाहाडको हिमाल फाइनली है गाइज हामी चाहिँ के ठाउँ यो चाहिँ टिकाधारा है टिकाधारा है टिकाधारा है हामी आइपुग्यौँ हामी हिँडिरहेको छौँ है हाम्रो गन्तव्य यहीसम्म हो गाईहरू के गर्नु हाम्रो सोल्टीलाई कस्तो लागिरहेको छ यो तिमी ल हिँड अगाडि हिँड क्या हाम्रो यात्रा सुरु भइसकेको छ पुगिरहेको छौँ है हाम्रो अभिषेक सर मैले सिन्दुर लिएर पर्खेको थिएँ उहाँ चाहिँ पागल प्रेमी है उहाँको चाहिँ ब्रेकअप भएको थियो फेरि प्याज बुझ्दै ब्रेकअप हुँदै भइरह मेरो सानीलाई धेरै सम्झिरहेको छु है जाने है मिस यु सो मच है अनि यता चाहिँ बिहे भएको थियो अस्ति भर्खर दिवस हो अनि एउटा छोरा चाहिँ घोरले भइरहेछ है अनि दामी छ त हामी चाहिँ फाइनली हिमाल प्रवेश गरिसक्यौँ है गाईहरू है हिमाल गाईहरू अब है के गर्नु यस्तै छ अभिषेक उता मोटु हाम्रो प्रदीप के गर्नु हिँड्नै सक्दैन नि यस्तै छ है गाईहरू अब हामी फर्केको हेर्नुहोस् माथि धेरै पात्रै छन् यी सोल्टी पनि रेडी अवस्थामा छन् म पनि रेडी ब्याग पुगेर रेडी अवस्थामा हामी फर्किँदैछौँ अब आइडीमा है सबैले सब्सक्राइब हानिदिनु है न्यु आइडीमा सबैले सब्सक्राइब हानिदिनु माया गरिदिनु है गाईहरू यति त छ है अब एक दिनमा मरिजाने चोला है त्यही भएर बेलैमा घुमाउँ त्यही हो ल हामी चाहिँ अब फर्किन लाग्यो अब सिधै पछि भेटौँला नेटवर्कहरू केही चल्दैन त्यही भएर अपलोड गर्न पाएन है
माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर ओ म हेर्छु मेरो जुन तिम्रो नजर हो चिनारे खा केही देखौँ न म भाग्य फेरौँला तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला हो तिमी बिहान साँझ मेरो तिम्रै बाटो